हाल्न यो ओइ जिल्लो माल दे यो जस्तो हाल्ने जम्मा जम्मै हैन 10 को दर्शकबिन आज हामी एकजना होनहार युवासँग हैन एकदम चाहिँ देश विदेश चाहिँ विभिन्न देशमा चाहिँ घुमफिर गरेर काम गरेको साथीसँग अनुभव बोकेको भनौं विभिन्न अनुभव बोकेको साथीसँग चाहिँ कुराकानी भइरहेछ। उहाँलाई चाहिँ आज मेरो युट्युब च्यानलबाट उहाँलाई चाहिँ एउटा के जिम्मा हुन्छ भने उहाँले चाहिँ अब चाहिँ कुन देशमा 5 वर्षसम्म हैन के तपाईले देश हाँक्ने कुरा छ बाहिरको कुरा नगर्नु न। तपाईले 5 वर्षसम्म प्रधानमन्त्री बनायो भने 5 वर्षसम्म कार्यकाल हैन प्रधानमन्त्रीले जननिर्वाचित हुन्छ नि 5 वर्षसम्म चाहिँ तपाईले चाहिँ प्रधानमन्त्री चलाउनु भयो भने सुरु दिनदेखि नै हैन के खाका गर्नुहुन्छ तपाईको के भिजन छ हैन तपाईको खोपडीमा तपाईको दिमागमा के छ हैन हाँस्ने हैन भने यता हेर्ने आई कन्ट्याक्ट हैन तपाईलाई प्रश्न आइराछ देशको हैन जिम्मा तपाईको काँधमा थपेको छ। अहिलेको चाहिँ हैन अहिलेको नेताहरूले के गरे त केही पनि गरेकै छैन केही अनुभव देश र जनताको लागि चाहिँ केही पनि गरेको छैन के छैन त अलिअलि त जसले पनि गर्छ। तपाईले 5 वर्षसम्म के गर्न सक्नुहुन्छ तपाईको भिजन के छ? हामीले चाहिँ विदेश बसेका युवाहरूलाई चाहिँ नेपालमा चाहिँ स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने कुराको प्रेरणा दिँदाखेरि चाहिँ राम्रो हुन्छ। अबको प्लानिङ चाहिँ के छ भनेर चाहिँ यसरी सोध्ने हो के तपाईँ अहिले 3 वर्ष समथिङ मलेसियामा पुर्याउनु भयो अब कति वर्ष बस्ने विचार छ हैन अनि अब गएर चाहिँ तपाईँ एउटा चाहिँ कुनै अवसर अब कुनै यहाँको चाहिँ देखेर यहाँका युवाहरूले यहाँ यो देशमा चाहिँ विकास भइरहेको र युवाहरूले चाहिँ कुन तरिकाले चाहिँ स्वरोजगार गरिरहेको छ त्यसलाई चाहिँ अभ्यास गरेर तपाईँ देशमा गएर चाहिँ के गर्नुहुन्छ भन्ने कुरा हो के। यो विदेश जाने प्रचलन छ नि अब नेपालमा चाहिँ सब प्राय राजनीतिक दलकै नेताहरूको कारणले चाहिँ विदेश पठा जस्तो लाग्छ हैन हामी सबैले सोच्दाखेरि। अब यसको बारेमा तपाईले अब यसमा विदेश पठाउनेमा पनि अब यो साउदी कतार के खाडी मुलुक छ नि सब फ्री भिसा फ्री टिकट हो हजुर अनि चाहिँ अब पैसा लिइरा हुन्छ यसमा चाहिँ कति 3 थरीको मान्छे मिल्छ के अरे तपाईको एउटा दलाल बिचौलिया अनि अर्को को तस्करहरु यिनीहरुले मजाले नेपाली युवा विदेश पठाउने महँगोमा अनि वर्ष विदेशमै राख्दिने हैन अनि उतातिर देशमा चाहिँ 10,00,000 रुपैयाँमा चाहिँ साउदी मलेसिया कतार दुबई सबै चाहिँ खाडी मुलुकहरुमा चाहिँ 10,000ले चाहिँ 10,000 तिर्ने जाने नेपाल सरकारको मान्यता 10,000 तिर्ने भनेको छ र ती गरिब सर्वसाधारणलाई चाहिँ ताकपरे 4 लाख रुपैयाँ लिएर चाहिँ यस्ता साना मुलुकहरुमा चाहिँ श्रमको लागि पठाइरहेको छ थोरै सेलरीमा हैन त्यसले गर्दाखेरि यो पैसा अवैध पैसा चाहिँ यो जस्ती पनि समाचारमा आइरहेको थियो गृह मन्त्री लगायत 5 वटा 6 वटा मन्त्रालयमा चाहिँ यो पैसाहरु भागबण्डा गरेर म्यान पावर लगायत त्यसरी चाहिँ खाएको त्यसरी चाहिँ भागबण्डा भएको भन्ने कुरा चाहिँ समाचारमा आयो। त्यो सत्य तथ्य के हो यो छिटो भन्दा छिटो छनबिन हुनुपर्छ र ती म्यान पावरहरुलाई पनि कारबाही हुनुपर्छ तिनीहरुको पनि सम्पत्ति शुद्धिकरण गर्नुपर्छ। सम्पत्तिको स्रोत के हो तिनीहरुको पर व्यक्ति 10,000 रुपैयाँ लिँदाखेरि र अहिलेसम्म पठाएको डेटा चाहिँ कति छ त्यो सबै हिसाब गरेर उनीहरुको सम्पत्ति शुद्धिकरण गरेर चाहिँ नेपाल सरकारले तत्कालीन भन्दा तत्कालीन कारबाहीको दायरामा ल्याउनु पर्छ भन्ने लाग्छ मलाई चाहिँ। हस् त थ्यांक यू सो मच हैन समय दिनु भयो हैन त्यसको लागि धेरै धेरै धन्यवाद। लास्टमा चाहिँ केही छ त तपाई अहिले प्रवासमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ केही सल्लाह सुझाव विदेश आउनु कि आउनु भन्ने छ कि के छ कि नेपालमा चाहिँ केही काम गरेर बस्छ भन्ने केही छ छोटो चाहिँ सन्देश दिनुस् त। अब नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई चाहिँ म चाहिँ के भन्छु भनेदेखि यो विदेशमा आएर पनि त्यति सजिलो छैन त्यति धेरै बोरामा पैसा टिप्ने खालको चाहिँ होइन। यहाँ पनि 12 घण्टा ड्युटी गरेर जम्मा जम्मी नेपाली खाइ नखाइ गरेर 30-40 हजार रुपैयाँ बचाउनकै लागि चाहिँ विदेशमा आउनुहोस्। अहिले
आधुनिक तरिकाले खेती गर्नुहोस्। अहिले चाहिँ तपाईँको रुद्राक्ष लगाउनुहोस्, बुद्धचित्त लगाउनुहोस् होइन। राम्रोसँग 2-4 वर्षमा राम्रो आम्दानी का स्रोतहरू अहिले नेपालमा पनि पत्तो लागेका छन्। नेपालमै मेहनत गर्नुहोस्, आफ्नो जन्म थलोमै चाहिँ मेहनत गरेर चाहिँ तपाईँहरूले आफ्नै देशलाई फलाउनुहोस्, फुलाउनुहोस्। अर्काको देशमा चाहिँ आएर सुख चाहिँ छैन। अब यसो भन्दा भन्दै पनि तपाईँहरू आउन चाहनुहुन्छ भने तपाईँहरू आज तपाईँ प्रवासमा विदेशमा हुनुहुन्छ, यहाँ युरोपियन कन्ट्री भन्दा फ्री रहेछ होइन, एकदम फ्री के। हजुर तपाईँले आजसम्ममा यो 5-10 वर्षभित्रमा कतिजनालाई हान्नुभयो, कति हान्नुभयो? मैले त अहिलेसम्ममा त्यस्तै 10-12 लाख जस्तो हाने जम्मै होइन। 10-12 लाख जति हान्नुभयो। अनि यो पर्सेन्टहरू भन्ने हुन्छ नि, कतिको चाहिँ हान्नुभयो पर्सेन्ट छ नि अहिले? म चाहिँ यस्तो पर्सेन्ट सर्सेन्ट भन्ने कुरामा चाहिँ म चाहिँ यो खाइपी गर्दिनँ र हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि यो पर्सेन्ट भन्ने कुरा चाहिँ नखान आग्रह गर्छु। किनभने हामी नेपाली हो र हामीले पैसा कमाएर यहीँ सकाउने होइन। हामीले चाहिँ यहाँ खाइ नखाइ गरेर जति सकिन्छ छोटो समयमा कमाउने र आफ्नै देशमा त्यो पैसा लगेर लगानी गरेर चाहिँ त्यो रोजगारको बाटो सिर्जना गर्ने चाहिँ व्यवस्था गरौँ हामीले भनेर म चाहिँ आग्रह गर्छु। 10-12 लाख हान्नुभयो भन्नुहुन्छ, 10-12 लाख सक्नुभयो तपाईँले चाहिँ होइन। सुन्दरीहरूलाई होइन, सुन्दरीलाई मजाले 10-12 लाख खर्च गरेर तपाईँले सुहा बनाउनु भयो जस्तो लाग्यो। तपाईँको त्यो बोलीले भनाइले चाहिँ त्यो दर्शायो त। खास के हान्नुभयो तपाईँले? सुन्दरीहरू कहिलेकाहीँ यसो गर्न मन लाग्छ। के भन्छ यो मान्छे, के भन्छ? लाज होइन। हामी भनेको चाहिँ त्यस्ता सुन्दरीहरूतिर लाग्ने होइन के। हामी भनेको चाहिँ त्यो चाहिँ आम्दानी गरिए भनेको हो। त्यति आम्दानी गरेर चाहिँ बचत गरे भनेको हो के। हामीले चाहिँ त्यस्ता सुन्दरी हानेको भएदेखि 10-12 लाख बचाउँछ होइन? विदेशमा आएर सुन्दरीहरू हान्ने होइन, जाँड रक्सी खाने, घुम्न जाने, यस्तो गर्ने भने विदेश नआए हुन्छ। तपाईँ त्यही गर्न आउनुभएको होइन? म त यो चाहिँ नेपाली युवाहरूको के छ अनि किन अब चाहिँ तपाईँले कुनै न कुनै होइन, अब जस्तो लाग्यो। तपाईँ चाहिँ थाइल्यान्ड पनि जानुभयो होइन? थाइल्यान्ड जानुभयो भने तपाईँ थाइल्यान्डमा त थाई सुन्दरी होइन, त्यही सुन्दरीहरूलाई चाहिँ यसो गर्नको लागि जाने रहेछ नि त। खास त्यहाँ मेन उद्देश्य त्यो रहेछ नि त, त्यो बुझिएछ होइन? मैले यसो भन्दै गर्दा तपाईँ चाहिँ जानुभएको रहेछ र त त्यो कुरा बुझ्नुभयो त। हामीलाई चाहिँ के त, हामी घुम्ने मात्र हो, म घुम्ने मात्र हो, बुझ्ने हो, अनुसन्धान गर्ने हो। यो कुरा त्यहाँ यस्तो पाउँछ उस्तो पाउँछ भन्छ नि, उही मान्छे चाहिँ गएर भोगेर आएको भएर सबभन्दा राम्रो सर्भिस दिन्छ अरे नि त थाईहरूले त, थाई सुन्दरीहरूले होइन? लाउरे मान्छे पहिला लाउरमा हुँदाखेरि जानुभयो होला होइन? तपाईँ चाहिँ विभिन्न कन्ट्रीमा गएर चाहिँ यस्तो अनुभवहरू बटुलेर आउनुभएको रहेछ। त्यही भएर यो प्रश्न मलाई तेर्साउँदै हुनुहुन्छ त। होइन, म यसो सुन्दाखेरि बुझ्दाखेरि होइन त्यो आयो नि त। अहिलेको अवस्थामा चाहिँ नेपालमा के भइरहेछ भने यो डिभोर्स दिने चलन धेरै भइरहेछ कि। यसको बारेमा तपाईँलाई कस्तो अनुभव छ होइन? डिभोर्स त छोड्ने ल्याउने त्यो भइरहेछ होइन? यो चाहिँ के कारणले यस्तो भयो जस्तो लाग्छ? अहिले यो चाहिँ साँच्चै भन्नुपर्दाखेरि अहिले हाम्रो नेपालीलाई चाहिँ एकदम पैसा लोभमा बढी परिरहेको छ नेपालीहरू। त्यसले गर्दाखेरि बुढा विदेशमा जान्छ अनि विदेशबाट चाहिँ पैसा एकदम पठाउँछ। अहिले चाहिँ मस्ती चाहिएको छ क्या हाम्रो नेपालीहरूलाई, सबैलाई चाहिँ मस्ती चाहिएको छ। छिटै कमाउँ, छिटै रमाउँ, इन्जोय गरौँ भन्ने चाहिएको छ। अनि बुढाले विदेशबाट पैसा पठाउँछ, घर पुग्दाखेरि त्यो पैसा सकिसकेको हुन्छ। त्यही कुरामा झगडा पर्छ बुढोसँग र अनि डिभोर्सको बाटो चाहिँ अपनाएर चाहिँ अहिले धेरै जस्तो चाहिँ विदेशिएका कोही चेलीहरू होइन, नेपाली कोही दाजुभाइ दिदीबहिनी सबै चाहिँ समान गरी कोही कसैको चाहिँ श्रीमती विदेश गएका छन् भने बुढाले पैसा सक्ने, कसैका चाहिँ श्रीमान विदेश गएका छन् भने बुढीले पैसा खर्च गरेर विभिन्न ठाउँमा खर्च गरेर सक्ने। अनि त्यही पैसाको झगडा परेर चाहिँ धेरै जस्तो चाहिँ अहिले डिभोर्स भइरहेको छ जस्तो लाग्छ मलाई चाहिँ मेरो बुझाइमा। तपाईँ के भन्नुहुन्छ? अब
तपाईँले भनेको नि ठिकै हो। अब घर जाँदा चाहिँ झगडा पर्नु भन्दा पनि बुढो चाहिँ विदेशमै हुँदाखेरि बुढी चाहिँ उता अर्कै परपुरुषसँग चाहिँ होइन सल्केर पैसा सकिरा हुन्छ। यो धेरै यो घटनाहरू घटेछ होइन। धेरै यो युट्युबर साथीहरूले पनि तपाईले चाहिँ यसरी त्यो फेला पारेको छ, एउटाको चाहिँ त्यस्तो देखे भन्दैमा तपाईले त्यो होइन त्यो धेरै देखेछ कि होइन, त्यस्तो भइरहेछ होइन। धेरै देखेको तपाईले कुनै एउटा सपोज उदाहरण सहित भन्नुहोस्। उदाहरण सहित अब के भनौँ, नाम लिनुहुन्न। नाम लियो भने फेरि शैतान हाजिर हुन्छ होला होइन। शैतान हाजिर भयो भने फेरि अर्कै पनि हुनसक्छ। त्यही भएर अब गाह्रो छ। अब विदेश नजाउँ अब चाहिँ होइन, घरबार चल्न गाह्रो पर्छ। अहिलेको तपाईँ स्कुललाई के भन्न चाहनुहुन्छ? बोर्डिङ स्कुल चाहिँ तपाईँको बोर्डिङ स्कुलमा पढाउँ आफ्ना बालबच्चाहरू विदेशमा दुःख गरेर भन्नुहुन्छ कि सरकारी स्कुललाई नै चाहिँ हामी अभिभावकले चाहिँ कन्ट्रोल गरेर चाहिँ त्यहाँका टिचरहरूलाई चाहिँ सम्झाइ बुझाइ गरेर बोर्डिङ जत्तिकै तरिकाले चाहिँ हाम्रो सरकारी स्कुलमा पढाउनुपर्छ नानीहरू भन्न चाहनुहुन्छ? सरकारी स्कुलमै बोर्डिङ जस्तो पढायो भने राम्रो हुने हो। अब त्यो त्यति सम्भव छैन। सबै यो टाउकेहरूको हुन्छ ठुल्ठुलो बोर्डिङ स्कुल। यो चाहिँ सम्भव त्यति देखिन्न। अब तपाईँ हामी मिलेर त्यो बनाउनु छुट्टै कुरा हो। यसमा चाहिँ म अलिकति अनभिज्ञ भएँ। सब चाहिँ दलालहरूले खोलेको छ बोर्डिङ स्कुल ठुल्ठुलो होइन, पढ्ने इन्स्टिट्युटहरू। अब तपाईँ हामी जस्तोले खोल्न सक्दैन। अनि सबै पैसा कमाएको पनि अब फेसन भन्छ अहिले, फेरि बोर्डिङ पढाउने भन्छ, विदेश गएको छ होइन। अब चाहिँ अब मानव अब तपाईँ अब विदेश आउनुभयो, तपाईँलाई सरकारी स्कुल त्यति पढाउनै मन लाग्दैन, अनि त्यही दलालको स्कुलमा पढाउनु। तपाईँले त्यसो भनेर म मान्छु होइन। मैले दुईवटा छोरा चाहिँ मैले सरकारी स्कुलमा पढाइरहेको छु। तपाईँले कसरी त्यसरी दाबी गर्न पाउनुहुन्छ? होला तपाईँ एकजनाले चाहिँ पढायो होला होइन, तर अरूले म जस्तै सबै चाहिँ विदेशिएका चाहिँ युवाहरूले चाहिँ आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा हालौँ र सरकारी स्कुलमा पढाउने टिचरलाई चाहिँ दबाब गरौँ भन्न चाहन्छु यहाँबाट म। सरकारी स्कुलमा त्यति राम्रो हुँदैन भन्छ होइन। अब कम पैसा खर्च त हुन्छ। अब सरकारी स्कुललाई चाहिँ कसरी बोर्डिङ जस्तो बनाउने त? यो त पहिला पनि अब चाहिँ यो उसले त्यही भन्यो चाहिँ हाम्रो कमरेड सरहरूले होइन, प्रचण्ड कमरेडजीको टिमहरूले होइन, सरकारी चाहिँ सबैलाई चाहिँ बराबर हुनुपर्छ, शिक्षा फ्री हुनुपर्छ पनि भन्थ्यो। तर खोइ त अहिलेसम्म छैन होइन। यो चाहिँ शिक्षा फ्री छ। यो तपाईँको सोचलाई बदल्नुहोस्। तपाईँले सरकारी स्कुललाई चाहिँ कुनै मान्यता नदिने, पढाइ नै हुँदैन भनेर नेगेटिभ तपाईँले चाहिँ त्यो चाहिँ नकारात्मक तरिकाले चाहिँ व्याख्या र विश्लेषण गर्ने, बोर्डिङलाई चाहिँ बोर्डिङमा पढाओस् कि नपढाओस् पैसा तिरेपछि त राम्रै पढाइ हुन्छ भनेर व्याख्या विश्लेषण गर्ने। अनि यहाँ चाहिँ अभिभावकको ठुलो कमजोरी देख्छु म चाहिँ। तपाईँ के भन्नुहुन्छ यो विषयमा? अब सरकारी स्कुलमा अब कुनै सरकारी स्कुलमा राम्रै पढाइ हुन्छ होइन, नभएदेखि उही त्यो सर म्याडमहरू पनि यो झिँगा मार्दै बसिराखेको पनि देख्यो होला तपाईँले। अब 2-3 चाहिँ स्टुडेन्टहरू हुन्छ, विद्यार्थीहरू हुन्छ, सर चाहिँ अब धेरै हुन्छ, मजाले भुटेको। हो, त्यही 2-3 जना भएर त उनीहरूलाई चाहिँ मोज पल्टेको छ त। अभिभावक थोरै आउँछन्, दबाब कम हुन्छ होइन, त्यस कारणले गर्दा उनीहरूको लापरवाही छ। हामी चाहिँ सम्पूर्ण गाउँका चाहिँ विद्यार्थीहरू चाहिँ सरकारी स्कुलमा हालेर चाहिँ हामीले सरहरूलाई चाहिँ राम्रोसँगले चाहिँ अभ्यास सिकाउनुपर्छ होइन, कसरी गर्ने। सरकारी पैसा त्यति सजिलो पचाउन दिनु पनि हुँदैन। हामी अभिभावक मिलेर हामी चाहिँ खाडीमा दुःख गर्ने अनि उनीहरूलाई चाहिँ घर नजिकैको स्कुलमा लेखेर 10 बजी 11 बजी गएर पनि हाजिरा लगाउने, गएर चाहिँ तरुणीहरूसँग बोल्ने सरहरू चाहिँ होइन, मोबाइलमा व्यस्तता हुने, राजनीतिक कुरा गर्ने, यो गर्न हामीले कन्ट्रोल गर्नुपर्छ। यो गर्न दिनु हुँदैन भन्न चाहन्छु म यहाँदेखि। थ्याङ्क यू सो मच। त्यसको लागि धेरै धेरै धन्यवाद। हस् त सर। अब हामी बिस्तारै ड्युटीबाट अब नाइट ड्युटी 12 घन्टा गर्न आएको मान्छे, यहाँ तपाईँलाई 2 घन्टा टाइम दिइसकेँ मैले है। अब सुत्नु पनि पर्छ, भरे फेरि ड्युटी छ अर्काको देशमा, के गर्ने हेर्नुहोस्। अब ड्युटी नगरिकन चाहिँ सम्भव छैन, त्यसले गर्दाखेरि हस् त, धन्यवाद। थ्याङ्क यू सो मच।